र हग्नलाई तलतिर पाखातिर जान्छु भनेर गएको त। सो आज चाहिँ हामी गर्दैछौँ गाउँदेखि सहरसम्मको यात्रा, त्यो पनि एप्पल डिलक्स बसमा। देख्न सक्नुहुन्छ गाइज हाम्रो गाडी चाहिँ एकदम चिकना भएर बसेको छ होइन। बबाल लाग्छ मलाई यो गाडी चाहिँ जे होस्। र जानुभन्दा अगाडि चाहिँ हामीले गाडीलाई फुल चेक गर्नुपर्ने हुन्छ, गाडीमा केही खराबी छ भने फेरि बाटोमा समस्या हुन्छ होइन। त्यही भएर पहिल्यै कन्फर्म गरेर मात्रै हिँड्नुपर्ने हुन्छ हामी चाहिँ होइन। र हाम्रो प्यासेन्जरहरू पनि चढिसक्नु भएको छ गाडीमा होइन। अब हामी छिटोभन्दा छिटो लाग्नुपर्ने हुन्छ सहरको यात्रामा, नत्र भने ढिलो हुन्छ, रात पर्छ होइन। र त्यही भएर चाहिँ म गाडीभित्र झ्यापझुप बसेर चाहिँ मैले गाडीलाई स्टार्ट गरिसकेँ होइन। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ र मैले चाहिँ आफ्नो यात्रालाई सुरु गरिसकेको छु गाइज। र देख्न सक्नुहुन्छ गाइजहरू होइन, बाटो चाहिँ एकदम साँघुरो रहेको छ, कतै घरतिर गएर ठोकिन्छ कि भन्ने मलाई चाहिँ पिर लागिरहेको छ। ओहो यो टर्निङ त खत्रै छ त यार, लो लो ए खतरा दामी ल। र बाटोमा जाँदा जाँदै गाइज मैले चाहिँ टन्न नरिवलको रुखहरू देखेँ, त्यही भएर म चाहिँ हतार हतार गाडीबाट झरेर यसो नरिवल छ कि भनेर हेरेको त लो बुत्लो बाङ केही पनि छैन चाहिँ यार थै। त्यही भएर म चाहिँ फर्किहालेँ फेरि र झ्यापझुप गाडीमा चढेर आफ्नै बाटो तताइहालेँ। र जाँदा जाँदै बाटोमा चाहिँ मेरो काकाको घर पर्छ र मैले काकाको घर देखेर चाहिँ त्यहीँ रोकिहालेँ। काका ए काका होइन छैन कि क्या हो बुढा। लौ काका निस्क्यो होला भनेको त काकाको धर्मपुत्र पो निस्किएर रहेछ थैट भाग। र काकालाई नदेखेपछि लागेँ म चाहिँ आफ्नै बाटो, भिड देखेर धन्दै सातो गएको, कस्तो डरलाग्दो बाटो हो यो ओहो। र यात्रा गर्दा गर्दै मलाई चाहिँ पिसाबले लास च्यापेर म चाहिँ लागेँ झाडीतिर। खुल्ला वातावरणमा चिसो हावा खाँदै पिसाब गर्नुको पनि मजा छुट्टै छ गाइज होइन। र यही मजामा एउटा डान्स हान्दिनु पर्यो भनेर चाहिँ म चाहिँ हतार हतार झाडीबाट निस्केर चाहिँ यहाँ डान्स हान्दैछु मैले चाहिँ होइन। र डान्स हानिसकेपछि म चाहिँ लागेँ आफ्नै बाटो। र तपाईँहरू यदि यो म्याप खेल्न चाहनुहुन्छ भने चाहिँ म भिडियोको डिस्क्रिप्सनमा चाहिँ म्याप लिङ्क राखिदिनेछु। र भन्दा भन्दै म चाहिँ पुग्छु यस्तो दो बाटोमा र यता जाम कि उता जाम पो भयो मलाई त। अब कता चाहिँ जाने होला भनेर चाहिँ म चाहिँ एकछिन अलमल्ल झलमल्ल टलमल्ल अलमल्ल झलमल्ल अलमल्ल परिहालेँ। आज यसै होस् भनेर चाहिँ म चाहिँ लेफ्ट साइडतिर लागेँ। र जाँदा जाँदै कति छिटो साँझ परिसकेछ गाइज, पत्तै भएन होइन। साँझ होइन अब यहाँसम्म आउँदा त रातै परिसकेको थियो ओहो। सो त्यही भएर मैले चाहिँ बाल्लिएँ अगाडिको लाइट, अनि त्यसपछि आफ्नै यात्रामा निरन्तरता दिइरहेँ। आज सहर पुग्न भ्याइँदैन कि क्या, यतै बास बस्नुपर्छ कि जस्तो लागिरहेको थियो मलाई चाहिँ होइन। फेरि राति राति हिँड्दा पनि भूतले तर्साउँछ भन्ने डर लाग्छ मलाई चाहिँ। र यति भन्दा भन्दै म चाहिँ पुग्छु यस्तो खतरनाक दामी एन्ड ब्युटिफुल पुलमा। फेरि पनि दो बाटो आयो, मलाई चाहिँ फेरि यता जाम कि उता जाम भयो होइन। म अघि दो बाटो आउँदा चाहिँ म चाहिँ लेफ्ट साइड गएको थिएँ, अहिले चाहिँ त्यही भएर राइट साइड गएँ म चाहिँ होइन। र म चाहिँ गएँ अगाडि सर्र लाएर। र अर्को कुरा गाइज यो म्याप चाहिँ खतरा छ है, खेल्नमा एकदमै मजा आउँछ गाइज। खेल्नुहुन्छ भने चाहिँ त्यहाँ तल डिस्क्रिप्सनमा म चाहिँ लिङ्क राखिदिनेछु होइन, त्यहीँबाट डाउनलोड गरेर खेल्न सक्नुहुन्छ, एकदमै मजा आउँछ है त। र जाँदा जाँदै बाटोमा चाहिँ मैले देखेँ एउटा होटल, यहाँ चाहिँ अब खाएको बसेको कति लिन्छ भनेर चाहिँ म चाहिँ बुझ्न भनेर गएको होइन। ओहो यहाँ त बसी नसक्नु रहेछ होइन, खाएर बसेको एक रातमै 10,000 तिर्नुपर्ने रहेछ। र यो चाहिँ मेरो औकातले भ्याउँदैन भनेर चाहिँ म चाहिँ फर्किहालेँ होइन। र म चाहिँ त्यहाँबाट टाप ठोकिहालेँ होइन। अनि बाटो चाहिँ एकदमै राम्रो थियो तर हल्का साँघुरो थियो, रात चाहिँ निकै परिसकेको थियो गाइज होइन। ओहो भिड पनि खतरा थियो र राति चाहिँ झन् चिसो चिसो हुन थाल्यो गाइज होइन ओहो। र मलाई चिसोले गर्दा पनि होला होइन, पेट कटक्क काटेर चाहिँ मैले गाडी झ्याप्प रोकेँ। अनि त्यसपछि बाहिर निस्किएँ लङ टोइलेट गर्न भनेर। र हग्नलाई तलतिर पाखातिर जान्छु भनेर गएको त। अबे के हो यस्तो भाग 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 भाग। र गाइज यस्तो भयानक दृश्य देखेपछि म चाहिँ झ्यापझुप गाडीभित्र पसेर हेर्दा त गाडीभित्रबाट हेर्दा त केही छैन यार गायब। र लामो यात्रापछि चाहिँ म चाहिँ सहर पुग्न सफल भयो। मलाई चाहिँ अहिलेको कुराले पनि एकदम डर लागिरहेको छ। के को डर भन्ने चाहिँ अब इडिट त म पनि मुला थै। र अब म चाहिँ फाइनल स्टेसनतिर लाग्नुपर्ने हुन्छ, किनभने प्यासेन्जरहरूलाई मैले झार्नुपर्ने हुन्छ होइन। अब नि प्यासेन्जरहरूलाई झारेपछि म चाहिँ आफ्नै गन्तव्यतिर लाग्नुपर्ने हुन्छ। सो गाइज मैले प्यासेन्जरहरूलाई पनि झारिसकेँ अनि म चाहिँ आज त्यही होटल खोजेर बस्नुपर्ने हुन्छ होइन। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक एन्ड सेयर सब्सक्राइब पनि गर्नु नभन्नु होला। थ्याङ्क्स फर वाचिङ टिल द लास्ट। बाई बाई एन्ड सी यु इन नेक्स्ट भिडियो। नेक्स्ट भिडियो चाहिँ अझ बवाल ल्याउन ट्राई गरिरहन्छु म चाहिँ होइन। बाई बाई।